धेरै पछि आज यसो एकछिन वकिङको लागि निस्केको। बाहिर पानी पनि परिरहेको छ, अनि तर अहिले पानी रोकिसक्यो। मौसम पनि कति राम्रो भइरहेको छ, हिँड्नलाई पनि शीतल भइरहेको छ। हेर्दै जाउँ, हिँड्दै जाउँ। आज हिँड्दा हिँड्दा पसिना निकाल्नु पर्ने छ। हिँड्दा हिँड्दा हाम्रो यहाँ फेरि अगाडि कस्तो राम्रो चौर पनि छ। यो चौरमा हरियो घाँसहरू, पानी नपर्दाखेरि चाहिँ एकदम सुक्खा हुन्छ। यो पानी पऱ्यो भने फेरि एकदम हरियो हुन्छ। यहाँको मौसम नै यस्तै छ। यो चौरमा प्रायः यसो आउने, एक्सर्साइजहरू गर्न मिल्छ यहाँ। तर मैले चाहिँ आज गरिनँ, म चाहिँ आज हिँड्नलाई मात्रै आएको हो।